कहिलेकाहीँ स्कुलमा प्रोग्रामहरू हुने बेला उहाँ राम्री भएर जानुहुन्छ अनि उहाँले हाम्रो फ्यामिलीलाई माया गर्नुहुन्छ अनि 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 मेरो स्कुलमा प्रोग्राम भयो भने उहाँले मलाई रेडी पारिदिनुहुन्छ अनि राम्रो बनाउनुहुन्छ ल प्लिज लाले भन्नुहुन्छ है आफ्नो मम्मीको बारे आफ्नो मम्मी कस्तो लाग्छ हजुर भयो त्यति ल अब सेलिनले थोरै भन्ने आन्टी कस्तो लाग्छ भन्ने कन्फ्युजन भयो नानीहरू Nobody will scold you. It's okay. इङ्ग्लिसमा भने नि हुन्छ आन्टीको बारेमा भन्नु सक्नु थोरै माफ गर्नु होला है टिचर मेरो टिचर हुनुहुन्थ्यो नि त किन्डर गार्डनमा के अरे अरू टिचर्सहरू जस्तो मिस्टेक हुन्थेन डाइनामिक पब्लिकमा अनि पछि राम्रो हुनुहुन्थ्यो अहिले यहाँ आउँदा छिमेकी भनेको पनि त थोरै मम्मी जस्तो हो नि त ल अब सेलिनको खुल्यो ल टेल अबाउट रचना म्याम यु क्यान टेल इन नेपालीमै भन्नु रचना म्याम कस्तो लाग्छ तपाईँलाई इङ्ग्लिसमा भने नि हुन्छ नेपालीमा भन्ने पनि हुन्छ हाउ इज सी डु यु लाइक हर what you like most भन्नुस् के मन पर्छ सबसे धेरै मदर्स डे भन्दाखेरि राम्रै भएर आउनुहुन्छ अलिक ठुलो स्वरमा थ्याङ्क यू है सबैजना लास्टमा भन्नुहुन्छ एकैचोटि ल उहाँले पनि भन्नु भएको अब लास्टमा छोटो पहिला यहाँलाई चिन्न त चिन्थेन यहाँ आएदेखि चिनेको यहाँको हेल्पफुल नेचरको हुनुहुन्छ अनि बिहेभ पनि राम्रो हुनुहुन्छ त्यही राम्रो लाग्छ र परमेश्वरले आशिष दिनुभएको पछि रचना बहिनीको एकदमै सहनशीलता र विशेष गरेर दया हुनुहुन्छ अनि त्यो एउटा कुन चाहिँ देखिएको छ सफल थोरै बोला आन्टी कस्तो हुनुहुन्छ त नि राम्रो हुनुहुन्छ भने भन नि त आन्टी राम्रो हुन्छ नि मेरो पाला जमेस भन्नु पर्दैन नि सबैलाई जमेसी म पनि थोरै भन्न चाहन्छु अनि रचना म्यामलाई जस्तो मैले चिनेदेखि है मेरो एउटा बहिनी जस्तै आफ्नो नजिकको साथी जस्तै मलाई लाग्छ नै अब उसको व्यवहार चाहिँ एकदमै राम्रो छ किनकि अनि एउटा असल हुनु स्त्रीमा हुनुपर्ने सबै गुण छ उसमा भजन सङ्ग्रह हितोपदेश 31 अध्यायको है जुन खण्ड छ उसकै लागि हो त्यो खास त्यो सबै खण्ड हितोपदेश 31 को खण्ड उसकै लागि हो किनकि यस्तो स्त्री मैले पनि देखिँदैन है परमेश्वरलाई धन्यवाद होस् असल साथी हामीलाई जुटाइदिनु भएछ अनि मिलनसार एकदमै मिलनसार एकदमै राम्रो अनि 32 लक्षणले युक्त अनि सर एकदमै लकी हुनुहुन्छ सर यस्तो श्रीमती पाउन हुँदा र हामी पनि एकदमै खुसी छौँ यस्तो साथी पाउँदा त्यही हो त्यही भन्न चाहन्छु धेरै नै इमोसनल हुन्छ मेरो पालो हो ल विशेष गरी चाहिँ रचना म्यामको बारेमा भन्नु पर्दाखेरि सी इज भेरी काइन्ड हम्बल पोलाइट होइन अनि असल महिमा हुनुपर्ने गुण उहाँमा सबै छ अनि आफ्नो छोरीहरूको लागि एउटा असल मम्मी अनि एउटा हस्बेन्डको लागि चाहिँ एकदमै सपोर्टिभ हैन अनि जे कुरामा पनि ओके भन्नु भने
त्यति नै हो मलाई त अप्ठ्यारो भयो भिडियो क्यामेरा मलाई गाह्रो हुन्छ है I'm quite nervous. त्यति हो भयो त्यो अझै छ भयो धेरै थियो भिडियो खिचेर यहाँ सबै भन्नु नि त न त यसरी हुन्छ जय मसी सबैजनालाई जय मसी मैले रचनालाई भेटिसकेपछि भनौँ न यहाँ अब वरिपरि जब हेर्थेँ अनि रचना चाहिँ एकदमै सहयोगी पनि के अरूको दुःख देख्न नसक्ने होइन मलाई कोही बेला कति गाह्रो हुन्थ्यो नि त तर मैले रचनालाई चाहिँ आफ्नै बहिनी सम्झेर मैले हरेक कुरा उहाँलाई सेयर गर्न सक्थेँ होइन जस्तै अब आर्थिकदेखि लिएर हरेक कुरा उहाँले चाहिँ एकदमै सहयोगको भावना चाहिँ छ कि उहाँमा एकदमै त्यो चाहिँ एकदमै भनौँ न अब आफ्नो फ्यामिली भनौँ न आफ्नो फ्यामिली भन्दा पनि उहाँलाई चाहिँ म एकदमै आदर गर्छु कि बहिनी भए पनि म एकदमै मलाई सहायता गर्नुभएको छ उहाँले होइन अनि अब भनौँ न हाम्रो जातिमा अब मगर जाति पनि पर्यो त्यस कारणले पनि अझ त्यो त होइन जाति भएर त होइन र पनि परमेश्वरको छोराछोरी होइन अनि उहाँमा चाहिँ एकदमै के अब एउटा गुण के जस्तै स्त्रीमा हुनपर्ने गुण होइन अनि एकदमै असल अनि अब ज्वाइँले असल बहिनी पाउनु भएको छ है असल श्रीमती मलाई चाहिँ एकदमै खुसी लाग्छ कि अनि उहाँ जस्तै थकित भए पनि उहाँ चाहिँ एकदमै भनौँ न त्यो थकित पनि महसुस नगर्ने कामहरू पनि कति गरेको देख्छु मलाई चाहिँ एकदम थकै लाग्छ मलाई चाहिँ होइन यो बोल्ने कति काम गरेको हो भन्छु कि अनि नानीहरूलाई सम्हाल्न गाह्रो छ नि त र पनि यो बहिनीले एकदमै घरको है सबै ट्याकटुक मिलाएर नै अब काम गरिराखेको हुन्छ कि मलाई पनि यस्तो जोस दिनुहोस् भन्छु प्रभुसँग होइन प्रार्थनाहरू पनि त्यत्तिकै परमेश्वरलाई धन्यवाद मैले यति असल बहिनीहरू भेटेको छु है बहिनी भेटेको छु धन्यवाद विशेष गरी मेरो श्रीमतीको आज जन्मदिन परेको छ अनि अब अलिक केही हाम्रो यो आफन्तहरूमा अलिकति उस भएकोले त्यति हामीले सेलिब्रेट भनेर उसले सोचेनौँ तर पनि तपाईँहरू धेरै धन्यवाद तपाईँले यो केक तयार गर्नुभयो अनि मलाई पर्सनल्ली नन्दा बहिनीको आइडिया एकदम यो चाहिँ हो क्या वास्तव त यतिखेर हो क्या हामीले वास्तव त उहाँलाई कसरी चिन्नुहुन्छ भन्ने कुरा राख्नुभयो मलाई खुसी लाग्यो अनि म चाहिँ मेरो श्रीमती पाएपछि म अत्यन्त खुसी र आशिषित कुन अर्थमा भन्दाखेरि तपाईँले भनेको कुरा धेरै कुरा जस्तै उहाँको बारेमा भन्नुभयो नि ऊ चाहिँ साँच्चै नै भन्यो भने चाहिँ मिलनसार एकदम एक नम्बरमा किनकि जहाँ म धेरै ठाउँ बसिसकेको छु पोखरामा पनि अनि काठमाडौँमा आएपछि सबैसँग मिल्ने अनि त्यो गुण ममा ल्याकिङ छ वास्तविक त भन्यो भने अनेस्टली भन्दा म अझै कति कुराहरू म स्ट्रगल गर्छु क्या अनि अझै अनि ऊ चाहिँ सबैसँग मिल्ने अनि मलाई अचम्म लाग्छ सबैसँग मिल्ने सबैलाई त्यो अनि अर्को कुरा चाहिँ उसले अरू कसैलाई पनि नेगेटिभ सोच्दैन कि नराम्रो सोच्दैन कि सकारात्मक मात्र सोच्नु अनि मलाई पनि सकारात्मक मात्र सोच्ने अनि त्यो क्या अनि अब सबै गुणले भरिपूर्ण त म भन्दिनँ तर भएको गुणमा धेरै छ यसरी भन्नुपर्छ मैले किन ब्युटिफुल हुनुहुन्छ सुन्दरी कहिले पनि उसको अनुहारमा दाग साग हुँदैन अनि अहिले तपाईँले अनि दाग सागहरू नहुने त्यो मलाई मनपर्छ होइन अनि मान्छे अब ब्युटिफुल हुनुहुन्छ होइन अनि त्यहाँदेखि अब मान्छे ज्यानको पनि छ अब म कहिले कहिले अब म अलिक म त पछि मोटाको अब ज्यानको पनि छ अनि उसको अर्को चाहिँ परमेश्वरप्रतिको डिभोसन क्या अनि मैले भन्छु अब प्रत्येक व्यक्ति आफ्नो तरिकाले हुन्छ डिभोसन छ उसको चाहिँ एकदम डिभोटेड एउटा परमेश्वरप्रतिको तिर्खा तृष्णा एकदम अनि प्रार्थनाको योद्धा अनि त्यो चाहिँ उसमा एकदम छ क्या अनि उसले प्रार्थना गर्छ हामीलाई यहाँनिर डोराउँछ हामीलाई यहाँ प्रार्थना गर्ने तिनजनालाई राखेर यहाँ प्रार्थना गराउने सुत्दाखेरि प्रार्थना गराउने अनि त्यो बाइबलको वचनहरू अगाडि बढ्ने त्यो छ अनि अब अर्को सपोर्टिभ किन भन्दाखेरि अघि अब हाम्रो म्यामहरूले पनि भन्नुभयो सपोर्टिभ किन भन्दाखेरि म चाहिँ अलिकति मेरो स्केड्युल अलिकति कहिले कहिले तलमाथि छ किन भन्दा मलाई चाहिँ सपोर्ट गर्ने
मलाई चाहिँ उसले हरेक कुरामा साथ दिने क्या। अब मेरो बुढा अगाडि बढोस् पढोस् ल मेरो बुढा जे काममा उस गर्नुहुन्छ सफल होस् भन्ने उसले चाहिँ एउटा विस क्या। बरु मैले दुःख के गर्नुपर्छ म गर्छु भन्ने कुरा चाहिँ उसले सोच्छन् क्या। र अर्को कुरा चाहिँ अघि अन्ना दिदीले भनेको कुरा एकदम म त्यो कुरामा चाहिँ एग्री गर्छु। यस्तो श्रीमती पाएको छु कि यति एक्टिभ, परमेश्वरले रक्षा गर्यो मेरो श्रीमतीलाई, निरोगी होइन। म अचम्म लाग्छ ऊ निरोगी छ। ओ अब पहिला अलिअलि बिरामी भएको थियो पहिला जवान हुँदाखेरि, र अहिले चाहिँ निरोगी। निरोगी अन्त बच्चा तपाईँ चाहिँ यो सानो 2जना बच्चा उसले सानोदेखि काम गर्दै स्कुल भ्याउने यहाँ सामान सबै गर्ने खाना पकाउने सबै अचम्म लाग्छ मलाई। अनि यो खालको शक्ति चाहिँ मैले आफूले आफल्छी भएर बुढीलाई यो फुर्काउनु खोजेको चाहिँ होइन। तर यस्तो तपाईँले नै सबै स्कुलदेखि भ्याएर कामदेखि भ्याएर तपाईँले सबै गर्नुहुन्छ मलाई आहा। मैले अफिसमा पनि साह्रै प्रशंसा गर्छु। मैले अफिसमा डिभोसनमा पनि मेरो श्रीमतीको बारेमा म प्रायः प्रशंसा गरिराखेको छु क्या। उसले यति शक्ति पाउनु भएको छ, यति शक्ति दिनुभएको छ। मैले आजको जन्मदिनमा के उपहार दिन सकिनँ किनभने मेरो त क्लास पर्यो। तर पनि मेरो उपहार चाहिँ आज मेरो बुढीको लागि यी मेरो मुखबाट निस्केका यी शब्दहरू नै आजको लागि उपहार भयो। धन्यवाद दिन सर इमोसनल त हुनु भएन नि। ल भन्नुहोस्। धन्यवाद सबैजनालाई। यस्तो सोच थिएन जस प्रार्थना गर्ने हामी प्रार्थना गर्न के काम कि एकैचोटि के गर्दैन भन्नु सोचेको तर पनि यति यतिसम्म गर्नुहुन्छ होला साथीहरूले भन्ने चाहिँ मैले सोचेको थिएँ। सहायता गर्नुभएको होस्, आशिष दिनुभएको होस् हाम्रो प्रार्थनाको तपाईँले त केही भन्नु भएन नि त फेरि रचना म्यामलाई त। धन्यवाद है ल, धेरै धन्यवाद। म त्यस्तो सोचेको थिएन। त्यहाँ पढ्ने रे है दाइले भनेको है। यो पढेर अनि त्यसपछि